मर्निङ साथीहरू। हजुर आज चाहिँ म बिहान उठ्दाखेरि नै होइन यस्तो पानी परेर यो झमझम्ती पानी परेर मौसम यस्तो भइरहेको थियो, बिजोक लाग्ने मौसम भइरहेको थियो भने यस्तो के भएको होला यो होइन। अनि पानी गरिसकेपछि पूजासुजा गरेर किचनमा खाना बनाउनु पर्यो भनेर आएँ। चिया खाएर भनेर खाना बनाउन अब रेडी भएँ, खाना बनाउनु पर्यो भनेर आएको छु किचनमा। किचनको हालत लथालिङ्ग अवस्थामा छ। मैले तरकारी चाहिँ बनाइसकेको थिएँ, पहिले नै भिडियो गर्न नै बिर्सिएछ होइन। अब खाना मात्र बनाउन बाँकी छ। यो चाहिँ पाकिसक्यो, अब मैले खाना मात्र बनाउन बाँकी छ होइन। खाना अरू सबै बनाइसकेँ मैले। हाम्रो यस्तै छ चाहिँ खाना बनाउनको लागि चामल पनि भिजाइसकेको छु। अब चामललाई यस्तो ढक्कन लगाएर छोपिदिनु पर्ने हुन्छ। ढक्कन चाहिँ मैले अगरबत्तीको खाना पनि पाक्यो, नलाइसकेको अवस्था छ। पाकी सिलाइ नै सक्यो होइन। पानी चाहिँ अलिक बढी भयो त जहिले म पानी बढी हाल्ने मान्छेमा पर्छु होइन। अब खानुपर्ने हुन्छ घरमा। खाना खानु चाहिँ जम्मा आज चाहिँ 2 जना मात्रै छौँ। मम्मी बाबाले पसलमै खानुहुन्छ, हामी बुढाबुढी मात्रै खानुहुन्छ। आमा चाहिँ आज हुनुहुन्न, घुम्न एउटा मात्रै स्ट्रबेरी फलेर अरू चाहिँ फल्दैन, कहिले फल्ने हो कुन्नी। सकेपछि चाहिँ म मेरो रुम आएँ थिएँ। रुमको हालत यस्तो छ, मिलाएको छैन साथीहरू। अब चाहिँ रुमलाई पुरा क्लिन गर्नुपर्ने मिलाउनु पर्ने अवस्था हुन्छ। यसको लागि अब म चाहिँ रुम मिलाउन गइरहेको छु होइन। सफा गरिसकेका साथीहरू। अब चाहिँ हामी खाना खान जानुपर्ने हुन्छ। अघि भनिसकेको थिएँ हामी 2 जना मात्र खाना खान्छौँ भनेर। मैले चाहिँ खाना पस्किसकेँ। अब फटाफट खाना खाएर पसल जानुपर्छ साथीहरू। सकेको अवस्था खाइसकेर भाँडासाँडा माझेर किचन सफा गरेर अब चाहिँ हामी 1 ग्लास पानी खाएर पसल जाने तयारी गर्नुपर्छ होइन। भनेर चाहिँ हामी पसल जानुपर्ने हुनेछ। अब चाहिँ हामी भने पसल गयौँ है त। पढ्ने अवस्थामा चाहिँ यत्तिको मौसम खुल्या छ, त्यही भएर अब हामी पसल गयौँ। पसल जाँदा चाहिँ अब हामी टक्क पसल जानुपर्ने हुन्छ। हामी चाहिँ पसल जान्छौँ। हाम्रो घरको सो ब्युटिफुल प्लान्ट। हाम्रो चाहिँ बाबाले क्याटरिङ पनि गर्नुहुन्छ। क्याटरिङको सामानहरू लथालिङ गई हो यतातिर। ढोकाबाट बाहिर निस्किन साथ यस्तो दामी, यस्तो राम्रो कलर फुलहरू फुल्ला छ, प्यारो प्यारो चाहिँ राम्रो फुलहरू फुलेर ढकमक्क भयो। चाहिँ म पसलमा पुगेपछि भेटौँला है त। हामी चाहिँ पसल जाँदैछौँ होइन। हाम्रो चाहिँ पसल चाहिँ प्याङगाउँमा हो। हामी चाहिँ मस्त पसल जाँदैछौँ। यहाँनिर हाम्रो चाहिँ गोदावरी नगरपालिकाको हाम्रो पसल चाहिँ टक्क प्याङगाउँ बस पार्कको माछापुच्छ्रे ब्याङ्कको मुनिपट्टि सानो सटरमा छ हाम्रो पसलमा चाहिँ झोल तरकारी चाउमिन चना आज चाहिँ सेल रहेनछ साथीहरू। म चाहिँ अब बन्दा काट्दैछु किनभने चाउमिन बनाउने चाउमिनलाई अर्डर आएको छ होइन। म चाहिँ यसरी बन्दा र खुर्सानी चाहिँ मस्त चप गर्दैछु। अब कस्टमरलाई त चाहियो होइन। मस्त बन्दा प्याज काट्दैछु है साथीहरू। बनाउन गइरहेको छु होइन। चाउमिन बनाउनु पर्ने छ यहाँनिर। चाउमिनमा तेल हालिसकेँ। तेल हाल्नुपर्छ नि त सुरुमा। तेल हालिसकेँ। अब यसलाई चाहिँ हल्का यस्तो गर्नुपर्ने हुन्छ। अब मैले यसमा बन्दा र खुर्सानी एड गर्छु अनि यसलाई चाहिँ एकदमै चलाउनु पर्ने हुन्छ। बन्दा चाहिँ हल्का पाक्नुपर्ने हुन्छ। बन्दा पाकिसकेपछि चाहिँ मैले चाउमिन दिएँ। चाउमिनलाई चाहिँ यसरी फ्राई गर्नुपर्ने हुन्छ। चाउमिनलाई चाहिँ फ्राई गर्नुपर्छ। अब मैले चाउमिनमा चाहिने सबै मेटेरियल चाउमिनमा चाहिने चाहिँ
चिजहरू हाल्छु। यो थोडा सा नुन, यो थोरै अजिना भएको, यो चाहिँ छाँटा खुर्सानी, अनि यो सोया सस। यसलाई चाहिँ मजाले फ्राई गर्नुपर्ने हुन्छ। सबै फ्राई गर्दा चाहिँ यतिको चाहिँ हुनुपर्छ है चाउमिनमा। मैले चना चुल्दा एड गरेँ। मतलब फ्राई चाउमिन भुट्दा भुट्दै यतिको चाहिँ हुनु पर्यो है। ल यतिको भुटेर बनाएँ। अब यसलाई प्लेटिङ गर्नुपर्छ। पकाउनु बेला भयो। यही पसलको किचन यस्तो छ। पसल आएपछि फर्स्टको मेरो काम भनेको चिया बनाउने रहेको छ। अहिलेसम्म यस्तो छ होइन साथीहरू, पसलको किचन हो यो चाहिँ। मैले चाहिँ चिया मस्त पकाउँछु अनि खेर मात्रै लग्छु। यो चाहिँ चिया हो, चियाको अर्डर आइरहेको थियो। हेर्नुहोस्, टक्क चिया लगाउने भाँडो हो। यसमा समातेर अनि लग्ने हो। ल चिया पुऱ्याउन गएँ है त म। फर्स्ट टाइम अन्डा टोस्ट बनाउन जाँदैछु होइन। मलाई चाहिँ आउँदैन, त्यही भएर म पनि सिक्दैछु। मैले सोधेर गरे हो होइन। यसरी अरे अब हेरौँ के हुन्छ। यस्तो हो कि होइन मलाई चाहिँ थाहा भएन होइन। मैले नि सोधेँ हो, यसरी रे भन्नुभयो, त्यही भएर। यस्तो भयो साथी अन्डा टोस्ट। अन्डामा फ्रुटी टोस्ट गरेर बनाएको फर्स्ट टाइम। साथीहरू पसलमा चाहिँ यो सानो एउटा भाइ आएर थियो। उसले बलै छोडेर गएछ बिचरा। उसको बल रोइरहेको छ। यहाँ मान्छे लगाएर साथीहरू पसलमा एकदमै झ्याउ लागिरहेको। त्यही भएर अब चाहिँ भाडा बाँच्नु पर्ने हुन्छ। म चाहिँ फटाफट भाडा गएँ है त। भाडा चाहिँ पसलको भाडा चाहिँ यति धेरै जम्मा भइसकेको छ। अब चाहिँ म फटाफट भाडा बाँच्नु पर्ने हुन्छ। भाडा बाँच्छु साथीहरू म अब। साथीहरू हामी चाहिँ आज पानी पर्या भएर पसलबाट छिटै घर फर्कियौँ। हामी चाहिँ बज्र 12 हुँदै हाम्रो घर झर्रासी आइपुग्यौँ, नलाग्यौँ। हामी चाहिँ पसलबाट घर आएर खाना खाइसकेर अब चाहिँ हामी आफ्नो रुममा गइसकेका छौँ। आजलाई भ्लग यति नै। गुड नाइट साथीहरू।